भएका महानुभावहरूको मुलाङ्क 2 हुन्छ। चन्द्रमाको जस्तो स्वभाव हुन्छ, कहिलेकाहीँ मुड स्विङ हुने, कहिलेकाहीँ एकदम खुसी हुने, कहिलेकाहीँ एकदम निराशमा भएर बस्ने। पूर्णिमा र औँसीको जस्तो स्वभाव चन्द्रमा मुलाङ्क भएको व्यक्तिहरूमा हुन्छ। कहिले एकदमै हाई फ्रिक्वेन्सीमा खुसी व्यक्त भइरहेको हुन्छ भने एकछिनमा फेरि निराशा जस्तो, कहिलेकाहीँ स्याडनेस जस्तो फिल हुन्छ भने तपाईँको ग्रह चाहिँ चन्द्रमा ग्रहसँग रुल भएको हुन्छ। तपाईँले धेरै अरूलाई माया गर्नुहुन्छ, अरूको बारेमा ख्याल गर्नुहुन्छ, टेक केयर अरूलाई धेरै गर्नुहुन्छ र तपाईँले आफ्नो निर्णय भन्दा पनि, आफ्नो फाइदाको लागि भन्दा पनि, आफ्नो ग्रोथको लागि भन्दा पनि तपाईँले परिवारको जिम्मेवारीलाई बढी महत्त्व दिनुहुन्छ भने तपाईँ चन्द्र ग्रहको ऊर्जासँग रिलेसन राखेको हुनुहुन्छ र चन्द्र ग्रहको ब्लेसिङ तपाईँमा रहेको हुन्छ। यदि तपाईँको चन्द्रमा कमजोर छ, तपाईँले चाहिँ धेरै आफ्नो आफ्नो सेल्फ ग्रोथ भन्दा पनि अरूको बारेमा सोचेर अरूलाई गर्ने व्यवहारले गर्दाखेरि चाहिँ तपाईँलाई आफूलाई ग्रोथ हुन सकिरहेको छैन भने, चन्द्रमाको कमीले गर्दाखेरि चन्द्र ग्रहको ब्लेसिङ कम भएको छ भने चन्द्रमाको बीज मन्त्र र वैदिक मन्त्र ओम सोम समायन र नम जपौँ र सिल्भर कलर अथवा चाँदीको जस्तो कलरको कुराहरू, वस्त्रहरू लाउने, खाने, ग्रहण गर्ने कुराहरूलाई यसलाई अगाडि बढाएर हामीले चन्द्रमालाई बलियो बनाउन सक्छौँ। चन्द्रमालाई हामी चाँदीको गिलासमा राति पानी खाने गर्नाले, राखेर भोलिपल्ट बिहान पानी खाने गर्नाले पनि चन्द्रमा बलियो हुन्छ। चन्द्रमा हामी जल तत्त्वसँग रिलेसन हुने हुनाले तपाईँले गर्ने पेसा व्यवसायहरू पनि चन्द्रमासँग रिलेटेड लिक्विड कुराहरू, अझ व्हाइट कलरको कुराहरूलाई जोडेर तपाईँले व्यापार व्यवसाय गर्नुभयो, केयरिङको खालको एज केयर, मोन्टेसोरीहरू जस्तो केयरहरू, हेल्प गर्ने कुनै सङ्घ संस्थाहरू अथवा कुनै तपाईँले लभ केयर एफेक्सनसँग रिलेसन राख्ने, चन्द्रमासँग रिलेसन राख्ने कुराहरूसँग व्यवहार गर्नुभयो, व्यापार गर्नुभयो भने त्यसबाट चाहिँ तपाईँले सफलता प्राप्त गर्ने सम्भावना हुन्छ। चन्द्रमा स्वभाव भएको मान्छेहरू चाहिँ आफूले लिडिङ गरेर, आफूले केही गरेर, नेतृत्व गरेर गर्ने भन्दा पनि अरूसँग मिलेर अरूको नेतृत्वमा काम गर्नलाई कम्फोर्टेबल फिल गर्ने स्वभावको हुन्छ। तपाईँलाई आफ्नो स्वभावलाई, आफ्नो बानीलाई चाहिँ इन्ट्युसन पावर हजुरको चाहिँ हाई फ्रिक्वेन्सीमा हुन्छ। तपाईँले पूर्वाभास गर्ने क्षमता, तपाईँलाई आकलन गर्ने, भविष्यमा यस्तो होला कि भन्ने खालको एउटा कसैले आकलन गर्छ, त्यो आकलन गर्ने क्षमता चाहिँ चन्द्रमा ग्रह यदि तपाईँको बलियो छ भने तपाईँले आकलन गरेको कुराहरू मिल्न जान सक्छ। तपाईँले यस्तो मिल्ने कुराहरू भइरहेको छ भने तपाईँले आफ्नो लागि भन्दा नि अरूको लागि यस्तो कुराहरू मिल्न गइरहेको छ भने यो कुराहरूमा चाहिँ नकारात्मक वर्डहरू, शब्दहरू हजुरले प्रयोग गर्नु हुँदैन र जहिले पनि बोल्दाखेरि जहिले पनि राम्रो शब्दहरू बोल्नुभयो भने अरूलाई त्यसले चाहिँ राम्रो रिजल्ट आउँछ र त्यो अनुसारको काम गर्न सक्यो। हजुरको त्यो इन्ट्युटिभ पावरको चाहिँ अनुसारको सल्लाह लिएर अगाडि बढ्न सक्यो भने अन्य व्यक्तिले त्यसबाट लाभ पनि लिन सक्दछन्। त्यस कारणले गर्दा चन्द्रमा कमजोर छ भने यसलाई बलियो बनाऊ, हाइपर छ भने यसलाई मिनिमम गरेर चन्द्रमाको ब्लेसिङ प्राप्त गरौँ र जीवनमा माया प्रेमले भरिएको तपाईँको स्वभावलाई, सबलाई माया प्रेम, आफू पनि अरूलाई पनि माया गर्नुहोस् र सेल्फ लभ गरेर जीवनमा सफलता प्राप्त गर्नुहोस्। ओम नमः शिवाय। जय शम्भो।